Guys, welcome to my mini vlog. आज चाहिँ म गेट रेडी विथ मी वाला भिडियो बनाइरहेको छु। म चाहिँ ड्रेस लगाइसकेँ। अहिले चाहिँ लिटरली 2:30 हुन आँट्यो। म चाहिँ मेरो स्विमिङ क्लासको लागि रेडी हुँदैछु। स्विमिङ दान बनाएर चाहिँ म मेरो स्किन केयर गर्दैछु हैन। म सेकेन्ड सिरम लगाएपछि चाहिँ यो गर्छु। देन सेकेन्ड चाहिँ म मामा अर्थको भिटामिन सी वाला मोइस्चराइजर लगाउँदैछु। किनभने भिटामिन सी वाला मोइस्चराइजर चाहिँ म लगाउँदैछु। मोइस्चराइजर चाहिँ मैले लगाइसकेँ। देन आफ्टर आई विल लाइक सनस्क्रिन मामा अर्थकै सनस्क्रिन लगाउँछु म चाहिँ। देन म चाहिँ स्विमिङ जानु अगाडि सनस्क्रिन मोइस्चराइजर चाहिँ जहिले पनि लगाएर नै जान्छु। अनि देन आफ्टर द्याट म चाहिँ लास्टमा चाहिँ मिरर ग्लेजको चाहिँ लिप बाम लगाउँछु। किनभने मेरो लिप्स अलिकति एकदमै ड्राई छ। यसले चाहिँ अलिकति हाइड्रेटिङ गर्छ। सो रेडी, सो लेट्स गो विथ मी। बाई। घरबाट निस्किसकेँ स्विमिङ जानको लागि होइन। सो लेट्स गो विथ मी। म चाहिँ घरबाट निस्किसकेँ। सो हामीलाई चाहिँ यहाँदेखि 10 मिनट्स लाग्छ स्विमिङ पुलसम्म जानलाई। सो इन्जोय। यो गर्मी महिनामा चाहिँ स्विमिङ जान चाहिँ एकदम रमाइलो हुन्छ होइन। किनभने एकदम फ्रेस भइन्छ क्या स्विमिङ गरेपछि चाहिँ। सो लेट्स गो। हामी चाहिँ महाराजगञ्ज आइपुग्यौँ। महाराजगञ्जमा चाहिँ जाम हेर्न सक्नुहुन्छ कति धेरै छ। हेर्नुहोस् साथीहरू, यहाँ चक्रपथमा यस्तो जाम छ है। गाडीहरू यति धेरै छ कि फाइनल्ली आधी घन्टापछि जाम खुलेको अवस्था। जाम चाहिँ खुलिसक्यो होइन। अब चाहिँ हामी जान्छ। So let's go. So finally we are arrived at Garud Training Center. म चाहिँ फाइनली मेरो स्विमिङ क्लास पनि पुगिसकेँ होइन। अलराइट, यो चाहिँ मेरो सो म चाहिँ क्लास पुगिसकेँ। अब चाहिँ म मेरो क्याप अनि त्यसपछि ग्लास लगाउँछु। ड्रेस चेन्ज चाहिँ मैले गरिसकेँ होइन। सो म चाहिँ रेडी भइसकेँ पुलमा जानु लागि। आफ्टर स्विमिङ लुक चाहिँ यस्तो छ, एकदमै टायर्ड भयो होइन। लगभग 2:30 बजी खेलेको, अहिले लगभग 6 नै बजिसक्यो। वी आर रियली टायर्ड। सो बाई। स्विमिङ क्लास सकेर घर जान आँटेको अवस्था।